साथीको गेटअप चाहिँ डेन्जर छ यहाँ कुर्ता अनि त्यसपछि जुत्ता आन्टीको चाहिँ राम्रै छ आन्टीको ठिकै छ ट्विनिङ गर्नुभयो दुईजनालाई चाहिँ मजाले हामी आमा छोरी अनि मेरो पनि खतरा गेटअप चाहिँ अम्ब्रेला सुटमा जुत्ता त्यसपछि अनि माथिबाट फेरि के गरे ज्याकेट ए ल साथीहरू हामी चाहिँ अब पशुपति जाँदैछौँ त्यहाँभित्र गएर चाहिँ भिडियो गर्न मिल्दैन क्या सायद बाहिरको चाहिँ थोरै क्लिप्सहरू देखाउनेछौँ अन्तिमसम्म हेरेर साथ दिनु होला सो आजको हाम्रो रुमको चाहिँ हालत यस्तो छ ल यहाँ अस्ट्रेलिया जाने मान्छेको ब्यागहरू यहाँ छन् अनि 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 मलाई चाहिँ यहाँ साथीले गिफ्ट दिएको यहाँ छ अहिले पछि देखाम ल अनि हाम्रो ब्याग चाहिँ यहाँ सो अब चाहिँ हामी जाँदैछौँ त ल हेपा अनि खतरा गेटअप रहेछ त हौ मेरो त ल जाऊँ बाई बाई अब चाहिँ हामी यहाँदेखि चाहिँ होटल पौवादेखि चाहिँ के गरे पशुपति नजिकै छ त्यही भएर हामी मर्निङ वाक गर्दै 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 जानेछौँ सो जाम दुलै अस्ट्रेलियाको दुलै अब काठमाडौँमा चाहिँ एकदमै चिसो छ बिहान र साँझमा दिउँसोमा चाहिँ घाम लागेको रहेछ अनि हामीले चाहिँ खासै कपडाहरू लिएको थिएनौँ त्यही भएर एउटै कपडा हिजोदेखि आजसम्म एउटै कपडा लाएर हिँडिरहेको छौँ भन सो मास्क लगाउँदै हामी चाहिँ म्याक्सम्यान यता आन्टी चाहिँ फुल टोपीमा हुनुहुन्छ हाउस ल अनि अब हामी चाहिँ बाहिर निस्किँदैछौँ है यहाँ रुमदेखि हाम्रो किचन यहाँ छ अनि हाम्रो गेटअप चाहिँ खतरनाक छ हेलो एभ्रिवान अब चाहिँ हामी जाँदैछौँ लिफ्टबाट ग्राउन्ड फ्लोरमा रहेछ हामीले चाहिँ हामी 7th फ्लोरमा छौँ होइन यहाँ देखिँदो रहेछ हामी तिनजना हामी पुरा इन्डियाबाट आएको है हामी त पुरा यहाँ नाच्न झुम्मा डान्स सो साथीहरू अहिले चाहिँ बिहानको कति बजी ख अरे 6:17 बजे 17 मिनट गएको छ सो हामी चाहिँ बाहिर निस्किँदैछौँ जुत्ता नाच्ने हो कि यहाँ एकचोटि अनि बाहिर चाहिँ सामै अँध्यारै अझै अङ्कल चाहिँ आउनु भएको छैन अब चाहिँ हामी अङ्कललाई यहाँ कुर्छौँ एकछिन है यो चाहिँ बिहानको 6:20 वाला भएर न 6:20 को भ्यू छ अनि हामी चाहिँ यतातिर जाने पशुपति है यता अनि आउने चाहिँ अङ्कल यहाँबाट कहाँबाट यहाँ मेरो साथी जयाको साथी जयाको बेस्ट फ्रेंड ये जया का बेस्ट फ्रेंड है पेट तो नहीं है गाग्री फेरि म जस्तो रहेछ भन्छ चेप्पाते यो ल साथी कस्तो लागिराख आज जाँदाखेरि मेरो एकलौटी साथी थिइन् अनि पनि जाँदैछ सुग्रो हो त नि अङ्कल आउनुभयो क्या क्याबमा अब हामी चाहिँ मर्निङ वाक गर्दै गर्दै जाने हो 9 बजे यिनको फ्लाइट छ त्यसपछि हाम्रो फ्लाइट छ हाम्रो राम्रोसँग थाहा छैन कहिले जाने हाम्रो फ्लाइट चाहिँ बसको हुन्छ कि प्लेनको हुन्छ त्यो थाहा छैन कन्फर्मेसन भएन अब हामी चाहिँ एन्क्लेक्स ल हुन्छ अनि जयासित जान्छु मास्क आउँछ हो नि त ल साथी हामी पशुपति मन्दिर जाँदैछौँ बाटोमा हिँडिरहेको छौँ एकदमै चिसोको राख्नुसँग चाहिँ हात फिराइरह
एकदम जाडो हो कपडा केही लिएको छैनौँ यही एउटा मात्रै हुडी लिएको छौँ अनि त्यसपछि अब यो हुडीमा नै हाम्रो चाहिँ कुर्ता र जुत्ता डेन्जर छ लगभग हामी चाहिँ अब पशुपतिको उस चाहिँ स्टार्टिङ भयो यो म चाहिँ देखाउँछु हजुरहरूलाई अनि अङ्कल पनि भेटिसक्नु भएको छ पशुपतिको मर्निङ भ्यू कस्तो हो यहाँ फोहोरो छ यहाँ फेरि सफा छ अनि अङ्कल ल बोलाउनु बोलाउनु अङ्कललाई बोला साथीहरू यहाँ हामीलाई के भने हामीले यही बाटो फुल लाँदैछौँ यहाँ चाहिँ कुकुर पनि खतरनाक रहेछ कुकुरलाई डेन्जर छ के भित्र लिने कि यही भित्र लिने कि यही पाइन्छ जस्तो लाग्छ 250 हामी चाहिँ यहाँ फुलहरू यही किनिसकेको छौँ यहाँ एउटा चाहिँ किनिदिइसक्नु भएको छ अनि मेरो कसले छोपिदियो अङ्कलले चाहिँ मेरो छोपिदिनु भएको छ यो मेरो होइन छोप्नु जाडो त एकदमै छ खतरा ऊ बाफुर चाहिँ ल मेरो अङ्कलले छोपिदिएको ल ओके छोपिदिन्छु ल मेरो चाहिँ अङ्कलले छोपिदिनु पर्छ भन्ने कुरा चाहिँ मेरो टोकरी चाहिँ एक देखाउ त के हुने रहेछ 250 को रे यहाँ त बोतलमा भन्दा नि झन् डबल महँगो है काठमाडौँ भन्ने मात्रै छ पर्छ हामी चाहिँ अङ्कलहरूलाई भेटाउन जाँदैछौँ पशुपति जानको हजुरहरूलाई कतिचोटि भनौँ भन्दा थाकिसकेँ मलाई तर पशुपति आउँदै आएन अब चाहिँ मैले एकैचोटि पशुपति गरेर देखाउने छु भिडियो एकदम लामो भयो भने झ्याउ हुन्छ फेरि यो भिडियोलाई चाहिँ मैले एयरपोर्टसम्म पुर्याउन छ एयरपोर्टसम्म पुर्याउनु हो एयरपोर्टदेखि फेरि हामी घरसम्म पुगेको पनि गराउँछु अन्तिमसम्म हेर्नु होला ल यहाँ चाहिँ पुरै सबै सुनसान छ अनि यहाँ अब बजार लगाउँदै हुनुहुन्छ होला सायद पक्कै पनि अहिले आउँदा चाहिँ यहाँनिर एकदम फुल प्याक हुन्छ होला हिँडेर आएको एकदम खुट्टा लाग्यो यहाँनिर बिहानै के देख्न पर्यो स्याड ल साथीहरू फाइनली हाम्रो ठाउँमा चाहिँ आइयो है अब मजाले भित्र चाहिँ भिडियो गर्नु मिल्दैन फाइनल्ली साथीहरू हामी चाहिँ पूजा गरेर सकेर आइसकेको छौँ यहाँनिर अब चाहिँ हल्का फोटो खिच्छौँ न हामी कस्तो भयो पूजा ल अङ्कल फोटो खिच्न रेडी हुनुभयो होला पूजा गरेर ल साथीहरू हामी चाहिँ पूजा गरेर निस्किसकेको छौँ यहाँनिर खतरनाक देखाउने चाहिँ स्किन घाम नलगाउने त स्किन त खतरनाक देखिँदैछ ल अब फेरि फोटो खिच्छौँ हामी अब चाहिँ हामी यहाँ चन्दनको टिका लगाएर निस्किने छौँ खोइ आन्टीहरू कता जानुभयो मैले लगाइसकेँ आफै लगाउने हो ए घरमा सो साथीहरू ल साथीहरू हाम्रो चाहिँ पूजापाठ सकियो अब चाहिँ हामी होटेलतर्फ लाग्दैछौँ फेरि यहाँ सुजहरू लगाएर होटेलतर्फ लाग्दैछौँ त्यहाँ गएर बल्ल खानापिना गरेर त्यसपछि फेरि हामी चाहिँ हाम्रो यात्रातिर निस्किन्छौँ आज चाहिँ सकेसम्म हामी चाहिँ बुटोल फर्किने भनेको अब के हुन्छ साथीलाई एयरपोर्ट छोडेपछि अब चाहिँ हामी यहाँ जुत्ता अघि बिहान कतै खाली थियो अहिले त पुरै भिड भएछ
होइन लास्टै चिसो भएर हामीले चाहिँ मोजा नखोलिकन गएको भित्र अङ्कलले लिएर आउनुहुन्छ अब चाहिँ हामी जुत्ता चप्पल लगाउँछौँ ल हामी त के भन्छ नि बेलोरीको ट्यापे जस्तो देखेँ हम पूरा माथि बेलोरीको फाइनल्ली यहाँ हाम्रो साथीसँग बातचित भइरहेको कुराकानी यिनी चाहिँ हाम्रो सभ्यता केसी के जया अब हेलो भन् त यहाँ भ्लगमा हेलो भन् कि हेलो ल जया वा भेट्न गइछिन् अब आएर हामी नि अब निस्किने हो ल साथीहरू हामी चाहिँ पूजासुजा गरेर अनि चिया पनि खाएर चाहिँ रुममा आइसकेको छौँ अनि जया साथी चाहिँ उता सासू ससुरालाई भेट्न गएको छ अब चाहिँ हामी पनि अब एकछिनमा चाहिँ निस्किने हो अनि हाम्रो चाहिँ आज 2 बजेको फ्लाइट जयाको चाहिँ 9 बजेको फ्लाइट छ सो साथीहरू अब चाहिँ यति नै बिस्तारै बिस्तारै देखाउने छु हेर्नु होला अनि यहाँ चाहिँ आन्टीले पुरै रुम सफा गरिदिँदै हुनुहुन्छ रुम सर्भिस हो क्या सुतेपछि चाहिँ सफा गराएर राखिदिन पर्छ अरे ल अनि हाम्रो सामानहरू चाहिँ यहाँ जयाको लगेजहरू यहाँ अब चाहिँ मोबाइल चाहिँ 1% भएछ अब चार्ज गर्नुपर्छ ल साथीहरू